कपालका लागि सहनु परेको अपमान आज औपचारिक मागमा परिणत भयो। महिनौको गुनासो इपरेवाले शिक्षा मन्त्रालय समक्ष 5 वटा स्पष्ट माग राख्दैछ। पहिलो, संशोधित शिक्षा नियमावली देशभर तुरुन्त लागू गर्नु। यो सुझाव होइन, कानूनी बाध्यता हो। दोस्रो, कपाल पहिरन वा शारीरिक बनावटका आधारमा कुनै पनि विद्यार्थीसँग विभेद नहोस्। तेस्रो, शारीरिक दण्ड र अपमानजनक व्यवहारका हरेक घटनाको छानबिन होस्। चौथो, विद्यार्थी र अभिभावकले डर बिना गुनासो राख्न सक्ने गोप्य प्रणाली बनोस्। पाँचौं, निगरानी र जवाफदेहिता संयन्त्र थप बलियो बनोस्। यी माग एक विद्यालयको लागि होइन, देशभरका ती सबै विद्यार्थीका लागि हो जसले हामीलाई आफ्नो पीडा पठाए। निवेदनमा हस्ताक्षर गर्नुहोस्। लिङ्क डिस्क्रिप्सनमा छ। आगामी हरेक कदमको साक्षी बन्न चाहनुहुन्छ भने इपरेवालाई इन्स्टाग्राम र टिकटकमा फलो गर्नुहोस्।